भोलि के हुन्छ भनेर सुन्नुभयो होला नि, न्युजतिर हेर्नु हुँदैछ कि छैन। हामी भारतमा बस्ने हामी भारतीयहरूले हैन यो कुरा सुन्नुपर्छ है। भोलि मक ड्रिल हुन्छ, यानि कि एउटा यस्तो साइरन बज्छ जुन साइरन चाहिँ युद्ध हुनु आँट्दाखेरि बज्छ नि, सायद त्यो खालको बज्छ होला। र त्यति बेला तपाईहरू नडराउने नघबराउने, जहाँ छ त्यहीँ बस्ने, शान्तसँग, भिडखाडमा छ भने नअतालिने, घोचाडा घाचडी नगर्ने, र जतिजना हस्पिटलमा हुनुहुन्छ, मलतिर हुनुहुन्छ, या त लिफ्टमा पनि तपाईहरू हुनुसक्छ, त्यति बेला चाहिँ ब्ल्याकआउट पनि हुनुसक्छ अरे, यानि कि बत्ती पनि जानु सक्छ। र त्यति बेला तपाईहरू नडराउने नघबराउने, सकभर घरमै बस्ने, काम छैन भने बजारघाट भिडघाटतिर नजानु नै ठिक होला हैन, किनभने कतिजना अतालिन्छ नि त। र त्यसैले अनि यो भिडियोलाई सबैसँग पुर्याइदिनुहोस्, उनीहरूले पनि सुनोस्, थाहा पाओस् र सचेत रहन सकोस् है। र तपाईहरू नडराउने नघबराउने ल। यो भिडियोद्वारा तपाईहरूले जानकारी पाउनु भएर मन पर्यो भने लाइक गरिदिने। धन्यवाद।